पानी बोकेर जुत्ता ठोकेर खल्टीमा काँक्रा बोकेर यही हो भ्यू। क्या गीत गाइसिन् त्यो फुपू सुन। देखो इधर मनजाई हल्का यस्तो हुन्छ नि 0 पोइन्टमा आउँछ गएको 0 पोइन्टमा आउँछ भिडियो। सनसेट हुँदैछ टक्क गायब हुन्छ अब। यहाँ घाम जान बन्द भइसक्यो। हेलो गाइज गुड मर्निङ। के छ हजुरहरूको हालखबर? सन्चै हुनुहुन्छ नि सबैजना? म चाहिँ एकदम फिट एन्ड फाइन ठिक छु। आज चाहिँ हामीहरूको डे 2 सेकेन्ड डे यहाँको चाहिँ। अनि हामीले बिहानै उठेर हातमुख धोएर नास्ता गरेर अब चाहिँ हामी जाँदैछु कामतिर। आजको स्पेसल रहेको छ कटिङ। कटिङ मिन्स कटिङ। ओके सी जस्ट सी। अहिले चाहिँ म जाँदैछु भाइलाई उठाउनलाई। अनि आज भोलि चाहिँ अछाममा यसरी लाउने गर्छन्। डु यु नो दिस? दिस इज बिउहरू लगाएर अनि यो खेतमा यसरी सार्ने। अनि म चाहिँ यहाँ ठुलो मामुको घर जाँदैछु अहिले। अनि म चाहिँ बारीबाट गइरहेको कुखु गन्ना गाइस गन्ना। अब म जान्छु यहाँ भाइलाई उठाउनलाई। आप लोग देख सकते हो सुन्तला हो सुन्तला। उठाएँ मैले भाइलाई। कति ठुलो भयो रहेछ भाइ त हो। हातमुख धोएर आउँछु रे। आर यु फिलिङ टुडे? नाइस। खुट्टा दुख्दैछ हिजोको? धेरै मजा आइरहेछ नि। अब यो हो हामीले आगो लगाउनु पर्ने चिज, मतलब पोल्नु पर्ने चिज। यसलाई तल फाल्नु सायद। खै मामुले सोध्नु पर्ने। मामु पोल्ने कहाँनिर हो? त्यही थिए भनेपछि त्यही थिए। दिस इज वाट वी हेभ टु डु। छाया पनि हुन्छ घाम लाग्छ मात्र। काटे सुब्लब छ। कति धेरै डरपोको हो केटा मान्छे जस्तो पनि नै। मामु डरपोक। हात पोल्लौ। बाख्रो मिया मिया। टमाटर किन्न भन्नाले आफ्नै घरमा हो। किन्न त किन्नै त हो त्यो पनि पैसासँग एक्सचेन्ज। हेलो हेलो ब्रदर व्हाट आर यु डुइङ? आउने बित्तिकै खाना? वाह वाह गुड जब गुड। एउटा टिपेर खाउने के रहेछ यो? पाकेका छन् यो दाना खाएर न एउटा। वी आर चोरिङ। थाहा छैन तपाईँलाई रे। अहिले आउँछ नि थाहा छैन तपाईँलाई हुन्छ। भेटाइ छैन कहीँ? डन रहेछ डन। एउटा चोरेर ल्याए। थाहा पाएपछि त फेरि कट्टा हो भाइ कट्टा। कैद जान्छन् कैद। ये कैसा है? ये कैमरा बहुत अच्छा है। अब पाएन टमाटर खाइ। माया ओके छ मेरो कपाल कस्तो भइरहेको होला। हम ओके जी जस्ट वेट अ मिनट। ओके कम ऑन बेबी कम ऑन दाई कम ऑन बेबी। दिस इज गोइंग टू अब म काट ल्याइछु।
पलाइसक्यो धार लानेर राख्छु बाबा Immense power. त्यो आँसीले काट ठुलो आँसीले त्यो थिच्न लागि त हुन्छ टेन्सन नपाएका बडुवा मेरो हड्डी चाहिँ लिन्छ नि तातो हो त यो त तातो त नि पोलिया तातो होला थाहा छ कि नै भनेर भन्ने हजुर थाहा पायो हामीले अघिदेखि आगोमा बोलिरहेको निकायो यसले हान्छ नि यसले हान्छ न अब छोडले कसो छोड हो र यहाँ बनाइसके सामान आफूले मैले काटेँ भन्नलाई आएर अगाडि मैले काटेको त्यही नै लास्टमा आफू पुरै बाख्रा काटा जस्तो कुरा गर्न लाग्यो सानो पनि यात्तिरी आत्तरको यो क्या भन्नु म कसैले काममा मनै छैन ल त्यहाँमा त बु हाल्दैन म एक लागि कसैलाई यो गर भन्छु उ गर भन्छु कोही के दाजु उडेला हान्छु न के गाइज अब हामी चाहिँ चल्दै गयो ओ बाबै हेर यहाँ मेरा खल्डी खैला भरेर काँक्रा पनि लोटो म कहाँ टिपी ल्याएको होइन स्टाइल भन्छन् के स्टाइल अब हामी जाँदैछु पानी बोकेर जुत्ता ठोकेर खल्टीमा काँक्रा बोकेर ओके हामी जाने हौँ डाँडामाथि सुवाखानमा त्यहाँ चाहिँ हामी सनसेट हेर्न जाने हौँ ओके सनसेट हेर्न जाने हामीले चाहिँ मासु भात खाएर पेट टन्न गरेर चल्दै गयो भाइ जाउँ यहाँनिर सुवाखान ल गाइज मेरो मुख चाहिँ डढेर कालो भइसक्यो बट इट्स ओके नो प्रब्लम चस्मा चाहिँ ल्याउन बिर्से ओहो मेरो बहिनी त मुस्लिम भइसक्यो मुस्लिम होइन भाइ हिन्दूहरू बान्छन् यसरी यो बनाएर हिन्दू मात्र बान्छ हो र ओके गाइज लोक पछि आज हाम्रो गार्जियन भएर फुपू जाँदै होइसिन्छ जान्छस् त हो घुम्न जाँदैन ए बल्ल जुत्ती ल यो हो उकालो फुपू पछाडि आइस्यो फुपू आइस्यो हजुरले बाख्रा चलाएको जाँदा हामी भाग्यमानमा पर्यो म सुवा खान घामे त दिस इज भेरी भेरी ठाडै उकालो बाटो है यस्तो छ अवस्था इधर हो आ जाइए
फुपूका धोतीमा भन्नुपर्छ टिमुर बहिनीलाई रुमाल ल्याएको छँदैछ हामी टावर पुगिहाल्यो अझ यहीँ हुइसिने हो फुपूलाई पछाडि छोड्ने चल्ने 1 2 1 लेफ्ट राइट लेफ्ट 1 2 1 धन्यवाद उ त घरमा पल्टाइछु नि हजुर सेसरी खाने रहेछ अरे मैले आज यिनलाई काप गाउन भनेको थियो होइन दाइ हामी दुईले दाइ भने मैले आज काप गाउन भनेको क्या होला आज जंगल क्या कालो होइन नौरबास कालो छ मम्मी भोलि जाउँ लागे हिँड्छ हिँड्छ सो खान जाने त हट जाने हो म हटी जाने हो तपाईँ जति तलमा त मैले छाडी हाल्यो आइफोन ल्याऊ है शङ्करको आइफोन छोड गाइस एन्ड्रोइड नै बेस्ट हो के जाने बाटो त हो क्या त तुमले हो फुपू हो ओचेल माने तपाईँको ओचेल खाऊ हामी त उजो माना खाइयो त फुपू भाइ एकछिन समात्नु पर्यो के बोतल उता उसलाई दिउँला पछाडि भाइलाई मैले हामी गएको हिजोको डाँडा पनि पानी त गुट यति पनि पानी खान्छु ओहो यहाँभित्र त के पो रहेछ घर माटी खान यही हो भ्यू उहिले हामी यहाँनिर बसेर गीत गाउन थियौँ क्या गीत गाइसिन् त फुपू सुनाइदिएछ नि त कठैदैन भने गाउन कठैदैन अनि क्या फुपू काम नपाएको त हामी होला यार भने मान्छेले काम गर्दैछ भनेदेखि क्या कोही गर्दैछ हामी हेर कोही कोही धान काट्न लगाइदिएको जस्तो मान्न आउन् यही ठाउँ दुःख भनेको हिट्टु हो त्यही गर्न हामीलाई प्यारो छ कसैलाई यहाँ रमाइलो छ हेर यिनीहरू पुगेको ठाडे उकालो माथि देख्छु फुपू हजुर रमाइ रहेछु लास्ट रहेगा ओहो अब त है फुपू भने यो उकालो त सेम कोसँग लाइट मर्निङ वकमा गएर थाकिन्न 8-9 किलोमिटर हिँडेर अहिले थाकिन्छ ओहो घरको आराम रहेछ यहाँमा एउटा टाउरो बुतो त कति हो कति जग्गा छ पर्बिकाबाट अगाडि जानु उकालो त उकालो कहाँबाट कहाँ पुग्यो हामी मेरो बहिनी म त यही बस्दिन्छु छचक्कै पारेर फेरि ओहो हामी कहाँ पुगे यति माथि पुगे मामु भन्नु है मामु मामु मदनलाई एका गाउने कि बच्चामै त्यस्तै काम गाली दियो रे हामीलाई के राख्नु डु यु इन्जोय भेरी भेरी मच मजा आइरहेछ पहिली बार मामा घरको एक्सपिरियन्स बहुत धुम धडाके होला यसको पछाडिको यस्तो छोप्ने यहाँ त्यो हुन्थ्यो नि छाप हान्नेवाला ले हात दिसो छाप हान्नेवाला यही हो नाइस खोज्न लाग्छ थाकिया आइस त यो फुल कति राम्रो के पाइछ नाइस
कहीं घरगुट्टी बनाउन जाउँ पहिला आयो भनेदेखि हाम्रा पनि दिन्थ्यो एक दुई हेर यो सन यहीँसकेका सेटोल अहिले हेर हेर 2:30 बजे आयो सनसेट हेर्ने हेर 2:30 बजेको घाममा यिनीहरूको हेर यो बबाल यहाँ गाउँ छैन तल 2-4वटा घर छन् बस 2-4वटा घर छन् तल छन् यो त के हेर मान्छेहरू वन जग्गालाई कति तलासी गर्छन् खोज तलासी वन जाइ पहाडों में देखो नेचुरल तरिका मैले कतिखि भने भाइ सिमबाडी हाम्रा भोलि आउँला त फुपू त्यसो भए हजुर कालो हैन नर्भस कालो छ उता हुन्छन् सिलबाउडी त पछाडि उता पछाडि डाँडा पछाडि टाढा तलतिर हुन्छन् सिमबाउडी Oh my god, this is what we are looking for. केरा हो केरा बानेर केला यहाँ चिप्लिन सक्छ खै कस्तो हुन्छ देखाइ छैन मलाई मैले कहिले देखाएको छैन मिठो हुन्छ खाएपछि खै देखाइ छैन मलाई यो हैन सिनबाउडी हो यो खानुपर्छ नि हट खान्न दो यहाँ माथि चाहिँ बहिनीको नखरा अलग छ नि यहाँ डाँडामा चढ्दैन म आउँदैन भनेर लागेछ फुपू माथि भइसिन्छ भाइ माथि छ यता गोइङ मेरो बहिनीको नखरा यो बनजाई कति हो यहाँ कति हो ओहो कसलाई कसले चाहियो सम्पर्क गर एक बोटाको 500 रुपैयाँ है भन्दै छु मैले एक बोटको 500 छ ठिकै हो प्राइस धेरै सस्तो किन 500 रुपैयाँ भनेको ल एक बोटको 500 रुपैयाँ सबै बसिके थाकेर बहिनी त हटे ल छोरी हेर्न सक्नुहुन्छ मेरो बहिनीको नाटक अलग छ त्यहाँ फुपूमा भिडियो बनाउनु लाग्छ त यहाँ क्यामेराम्यानहरू यो डाँडा खतम यहाँ त तल भिरै भिर ओहो बहिनी उताबाट जाऊ है ओए बममा क्या गर्दै लागे माछौ माथि विशाल छिटो मोबाइल दियो त छन् कि भएका छन् कि नै छन् कि नै मोबाइल दियो मस्त झन् एउटा झिल्ली छनाइ छ सिनबाउडी फाल्दा त भइगयो आयो के त्यहाँ एउटा झड्डेलाई त्यसमा के जानु पर्यो के जाने आउँछ त्यहाँ के ल्याउने है कि बाँदरी गेला हुन्थी बाँदर गेला खाने अनि दिदीले खाना त भन्ने तर त्यो त धेरै डेन्जर ठाउँ छ है आइसक्यो फुपू आइसक्यो त्यसो डेन्जरमा बरु नखाइरहँदैछ फुपू हो फुपू निस्किरहनु फुपू है आइसक्यो यहाँ कसरी हिँड्नुहुन्छ मेरो भाइ डर ल आऊ दही दही कसो हुन्छन् दही हेरु हेरु दही ल निनु आऊ बाँदरी गेला यत्तरै यति खान्छ नि ले अम्ला जस्तो त्यस्तै खान्छ अम्ला हो यो बाँदरको किरा यति खाने न दुएर आऊ त्यतिको यो खाने फल ल्याएको तराए जस्तो हुँदैन के लास्टै भने तराए जस्तो हुँदैन नि मिठो छैन कि मिठाउनु गएछ के मन पऱ्यो टेस्ट ढुङ्गा जाने त्यही ढुङ्गा त्यो ढुङ्गा नै पनि त्यो ढुङ्गा नगएछ यता छ ए बस यता म त्यहाँ
नाइ 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 यता यता सानो सानो तिम्रो बहिनीलाई त्यहाँ तल नबस्छ ल अझ सानो आएर दाइ यहाँनिर भिडियो बनाउन सकिन्छ म त बनाउने भनेको यार आउ बरु समा त नाइ नाइ भने मोबाइल माथि गरेर त भइहाल्यो सुप्रेजु यहाँ सुन्नु अब त्यहाँ जानु हामीले टावर यहाँनिर हो पुगिहाल्यो जाने मेरो कहाँ राख्छु के को मेरो बोक्ने मैले अहिले मेरो वहाँ हो चाहिँ यही हो अब मेरो फुपूले भन्छ कि गीत गाउने ल फुपू गाइस्यो अस्ति न गइहाल्यो ल यहाँमा चिल्ले पानी खाने ठाउँ हेर्छु चुल्लोका डाफिया भन्छिन्छ मलाई पनि उडाइले जा यो चुल्लीका डाफिया लोड गर्नु पाइला डाँडा फर्किएदो साबी ल कसरी यो गाउने भन्नु भन्छु भन्छु नि त हरिकी हेरी नो साप्या लडका नो पाइलका डाँडा फर्की हेरी नो साप्या अर्को 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 गाइसु फुपू गाइसु चुल्लीका डाफिया मलाई पन उडाइलै जायो चुल्लीका डाफिया भयो अर्को 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 गाइसु गाइसु ल गाइसु टोपी निरले छामा रङ्गिलो क्या छ टोपी निर कोही खिच्दै गायो गाइसु के गर्नु देखाउँदैछु आफ्नो छोरालाई देखाउँछ भिडियो यो डाँडामा जान्न छु यहाँ पछाडिको मानिका बिल त राख्नु अब भयो लाज पनि मान्छे कति राम्रो आवाज छ त कसो भयो जस्ट वाउ 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 यति हो त गीत दुईचोटि दुई गीत गाइछ त अर्को पनि छ अझै गाइसु एक फुपू गीत भनेको ल कोही खिसी काट्नु है गीत गाएको कोही काट्दैन फुपू को खिसी काट्दैन कहिले आउनु पर्यो ल फोटोसुट भइरहेछ गाइस डाँडा नि मेलोको गेडो पाक्यो जलहरी रैबा लौला मानेको आइकी बलहरी ल भन्छु मिल्यो त्यो गीत मिलेछ पाक्यो जलहरी डाँडा नि मेलाको गेडो पाक्यो जलहरी सकिगयो आई गई भलहरी रैबारी लाउला आई गई किन मुखमा हेर्दा मलाई शरम लाग्यो ल उता फर हेर्छु न नै भइगयो अब नाइ फुपू अझै गाइस न गीत त आउँदैन हो त्यो यति राम्रो त आए फाइनली हामी पुगिसकेका छौँ टावर देख्न सक्नुहुन्छ टावरको भ्यू 2.5 घन्टा हिँडेर पुगेका छौँ 2.5 घन्टा लाग्यो अनि 2:30 बजे आयौँ अहिले कति बज्यो त्यस्तै बजिहाल्यो 5 कहाँ 4 त्यहाँदेखि बाटै छैन सबभन्दा ठुलो डाँडा त पाइन्न एन्सेलमा चाहिँ नमस्तेमा चाहिँ पाइन्छ सबभन्दा ठुलो डाँडा हाइएस्ट पिक अफ द के चाहिँ हो सबभन्दा ठुलो अछामको भन्नाले सब 4 जिल्ला अछाम बझाङ बाजुरा र डोटी म लौटिसकेको छौँ र साथै उहाँ 2 जना बान्दरहरू रुखमा उहाँ उत्योमा चढ्न लाग्छन् टावरमा
अर्को कहाँदेखि जाने हो रुक्छ यहाँनिर छ हेर्छु ए यहाँदेखि यहाँ मिलाएर है ओके ओ दाजु त्यहाँदेखि यहाँ आइसिन्थ्यो पहिला यही थियो त यहाँ घर हो त उनको रुक्छु त्यस्तै जाने हुन्छ तारबाडी न अस्केला नि छ कस्तो चाहिँ करोडौँको सम्पत्ति छ भने तर हेर्छु प्यानल सोलर प्यानल करोडौँको सम्पत्ति यता हेर्छु यता देखाइछु न राउडो हेर्नुहोस् किन्दियो त दिजुलाई करोडौँको सम्पत्ति दिजुको भिडियो सक्छ कोही यसलाई अब दुर्गम क्षेत्र भन्न पाइँदैन दिजु दिजु दुर्गम क्षेत्र भन्न पाइँदैन यसलाई पाइँदैन नि जस्ट न यत्रो डाँडा छैन उहाँ तलसम्म पुरा सिटल बनाइदिएको छ नि यसले हो न जाम माथि गएपछि देखिन्छ सब चिज म गएँ म पनि जान्छु म भिडियो बनाएर जाउँ यहाँ ब्याट्रीहरू हुन् यतापट्टि न यतापट्टि अन्त गइसक्यो यहाँदेखि त ल गइस डर भन्छ नि यति माथि छ ल पहिला बजाऊ आउनेलाई त मरिन्छ होला होइन केही हुन्न नै हो त म त गलेर सक्दैन यहाँ बस्छु यहीँ बस्छु ल म आउनु भयो नजाने तर माथिबाट दामी देखिन्छ हिँड्छ कि त डर लाग्छ ल आइस त्यसो म जान्छु पुग्यो 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 मरि पुग्यो पुग्यो तल बस्छु म यहाँ पुग्यो मलाई अहिले फिल हुन लाग्छ क्या यहाँ यो के डर लाग्यो अहिले म अहिले चरा भन्दा पनि माथि छु क्या चरा त खाँदैन तल छ जिरोमा बनाइछु न जिरोमा बनाइछु नि जिरोमा आउँछ क्या राम्रो यस्तो ठाउँमा फुपामा आउनु पाइन्छ होइन जब हामीहरू फर्किँदैछौँ त्यो टावरमाथि चढाएको थियो हामीहरू तर अब हामी टावरमाथि चढेर आइसकेका छौँ टावरमाथि यस्तो डर लाग्छ होइन मेरो त फर्स्ट टाइमको एक्सपिरियन्स थियो यस्तो डर लाग्यो होइन जाने बेला त झनै भुइँमा आएर बस्दा चक्कर आउँछ अझ हामी घर जान लाग्यो यसरी जानुपर्छ घर जाने बेला रुक्छ आउल हाल्थ्यो सनसेटको भिडियो बनाउनु छैन हामी सनसेटको भिडियो बनाएर जाउँला मेरो फर्स्ट टाइमको अनुभव थियो यस्तो हाई यस्तो उचाइमा गएको दिदी कति फिट हो यो नै एनसेलको टावर हुँदा नि माथि होइन नमस्ते अछाम जिल्लाको हामी यहाँबाट फोन हुन्छ जहाँ पनि वाइफाई नभए पनि यहाँनिर घोलमा छ कि माने मैले त घोल छ क्या काली जग्गा घोल पाइन अनि पट्टुको सुगा मजा आइरहेछ नि We are returning back to home. शाम का 5 यो हेर्छु नि कति डर लाग्दो भिड छ यो पढ एउटा पनि गर्नु भएको कहिले भिडलाई त्यो नफाल्छ ल
हामी अहिले यस्तो बाटोमा हिँड्दैछौँ होइन, यस्तो पहाड छ यता होइन, तर तल भने यस्तो पुरै तल हेर्छु यहाँ यस्तो पुरै फेरि रेस्ट। Just look at here. See here. How is बिस्तारै वहाँ हेर्छ, वहाँ हेरेर हिँड्छौ। hard. Very very difficult. यो बाटो यस्तो बाटो बाटो है केही फरक भएको नि। दशाको बेला तल अघि माथि हो। टिमुर आज हामी अत्यन्तै थाकिसकेका छौँ दिजु, धेरै थाकियो होइन? त्यो टावरमा चढेर होइन, तर आउँदाखेरि फटाफट हुन्छ नि, भइकिन फटाफट भन्छ त। अब सन्चेत भइसकेको छ। आई थिङ्क अहिले हामी अर्को बाटो आयो, अघि तलदेखि जस्तो लाग्यो होइन, यहाँदेखि हो। सनसेट हुन लागिसकेको छ, हामी अब 1 घन्टामा घर पुग्छौँ। यहाँको बाटो अत्यन्तै गाह्रो छ। Now you can see this सनसेट भइकिन हेर्छु वहाँ चाहिँ हाम्रो गाउँमा सबै गाह्रो भइहाल्छ। Look at here. फटगाल्लो मम्मी। अब चाहिँ हामी घरतिर लाग्दैछौँ, फर्किँदैछौँ घरतिर। 3 जना चाहिँ अर्को बाटोबाट गए, तर हामी चाहिँ सनसेट हेर्ने नै हो भनेर यो बाटोबाट आएको हो। हजुरलाई कस्तो लाग्यो त अछाम पहिलोचोटि आउँदाको एक्सपिरियन्स? मेरो पहिलोचोटिको एक्सपिरियन्स चाहिँ होइन, राम्रै लाग्यो। अरूले के भन्न चाहन्छ हजुर, आउनु कि नआउनु कि? आउनु आउँछ, जानेवाला सम्हालेर जानु, कमजोर दिलवाला नआउनु। म जस्तै अलि ताकतवर दिलवाला आउनु। गएर म त बसिराखेँ, अब उठ्यो भने होइन, सुतेर फोटो खिचेँ, अब उठ्ने होइन, यस्तो हाइटी छ। तर राम्रो छ नि बाख्रा। तले त हेर्छु, ओहो ओ बाख्राहरू हेर्छु न, क्या दामी देखिया छ। अब घाम जान्छ टक्क त्यहाँ हेर्छु, त्यहाँभन्दा माथि पनि डाँडा छन् नि, त्यहाँनिरबाट गायब हुने हो नि। खै हुन् कि होइन, जुम गऱ्यो भने पुरा क्वालिटी नै घट्दैन। यहाँदेखि जाने यताबाट तिनै बाख्रा छन् त, कहीँ गएर रहेछ नि। सनसेट नाइस भ्यू हजुर। ओके सनसेट हुँदैछ, टक्क गायब हुन्छ। अब यहाँ घाम जान बन्द भइसक्यो। तिनीहरूले फसायो भने कि फुपू हामीलाई। तर पनि जसरी जाउँला भने त्यस्तरी गइएन नि त। बाख्रा नै बाख्रा छन्। ओहो हो बाख्रा यहाँ हेर रात परिसक्यो, झपक्कै भयो कि डाँडा कट्ने बित्तिकै त। अब हामी घरतिर लागिरहेको।
घोटो भने पऱ्यो म आइगया कि नै हिटो टावर घुम्दो क्या चुप्प लाग्यो मामु आकुलाई लागि पाउजु क्या परे मलाई गरे मजा गरे डाँडा खोला गरे हजुर ओके गाइज अब चाहिँ हामी घर पुगिसके घर पुगेर मामुले मासु पकाइसक्यो हामीले खाए हामीले एकदम इन्जोय गरे फुपू हजुरलाई मजा आयो कि आज मजा आयो अब हामी भोलि भेटौँला बाई बाई गुड नाइट भन्छु फुपू गुड नाइट